अस्तिकै गेम लिएर आएका छौँ सिजर पेपर खेल्नको लागि। अब चाहिँ हामी के अरे त्यो खेल्नको लागि सामान किन्न बजार जाँदैछौँ। त्यो पनि हामीसँग 200 रुपियाँ मात्र छ टोटल। हाई भन त छोरी। आयो कस्तो बाटोमा हिँड्दैछौँ अहिले। एकछिनपछि हामी पसल पुग्छौँ, त्यसपछि किनेर ल्याउँछौँ। ल्याइसकेपछि टक्क बनाएर अनि खेल्न चाहिँ हाम्रो स्टार्ट हुन्छ। हामी ढोड्नेर पुग्यौँ। पुगिसकेपछि छोरी चाहिँ एकछिन आफ्नो घर जान्छ र मलाई चाहिँ पैसा दिएछ। यता 150 छ अनि 50 रुपियाँ यता थियो जस्तो लाग्यो। टोटल 200 रुपियाँ छ। छोरी चाहिँ अगाडि हिँडिरहन्। पसल पनि पुग्नु लागिसक्यौँ। के गर्नु छिटो आऊ ल। यो पसल चाहिँ यहीँनिर हो। चाहिँ अब पसल पुग्यो होला। अङ्कल उदिनु न। पकौडा छ। आउँदैछौँ। आउन सक्नुहुन्छ तपाईँ नि। अरू चटपटे हालमा छ कि छैन? दुईटा अरू छ नि मगाउनु त्यसो भए। अब कुनै वाइ लैजाऊ न। हस् हस् वाइ दिनु दुईटा। हेर्नु यता चाहिँ यस्तो यस्तो छ। चटपटेमा दुईटा दामी प्लास्टिकको सटै एकसँग यसमा राखिदिन्छु ल। हस् नजिकै त हो। नजिकै हो। त्यो प्लास्टिकको आजभोलि त्यो वारले गर्दाखेरि चाहिँ एकदम हस् हस् बाई। अब चाहिँ हामी जाँदैछौँ किनेर। अब हिँडिसक्यो हामी नि। आयो कस्तो घाम लागेर छ्या मुखै डढिसकेर। छोरी हान्न समाइदिएर म चाहिँ छाने हेर्नुहोस् गाइस मेरो हातमा के होला गेस गर्नु। देखिसकेपछि के गेस गर्नु ल। चाहिँ अब घर नजिक पुग्नु लागिसक्यौँ। एउटा छोरीले सामान ढङ्ग नभएर तल फ्याँकेर मलाई सामान दिइरहन है गाइस। उसको मदिनी छैन। आजकल है कस्तो पानी हिजो त पानी परेको थियो। आज चाहिँ पानी परेन। गर्मी भइरहेको भने आज नुहाउने भनेको थिएँ। पानी नै आएन। धारामा सुकेर नुहाउन नि पाएन। किनकि बिहान 9-10 बजीसम्म सुतेर होला। तिमी 11 बजीसम्म सुतेको। यसो छ हाम्रो काम। हामी चाहिँ अब घरमा चाहिँ पुगिसक्यौँ। घरमा कोही नै छैन। ओहो गर्मी हेर न गर्मी। बत्ती जलाउनु पर्यो पहिले। कसुरीमा त होइन बत्ती जलाएँ होइन। मलाई चाहिँ मैले ल्याएँ यो गजबको चाउचाउ अनि दुईटा चाहिँ वायो चाउचाउ अनि चाहिँ पकौडा हो। अनि यो चाहिँ यति छ हामीसँग खानेकुरा। यसको नामै आएन। त्यही एउटै भुजा हो। अब बनाउन स्टार्ट भइरहेको छ। अब हामी बनाउँछु अरे बनाउँदैछन् है। म चाहिँ भिडियो गर्दैछु। सब गाई त्यसपछि चाहिँ दाइहरू आउनुभयो। करेन्ट चाउचाउ लिएर आउनु भएको थियो अनि हाम्रो सबै रेडी भइसकेको छ। बाई बाई भेटौँला।